2072 साल वैशाख 12 गतेको भूकम्प सम्झदा पहिला धरहरा नै याद आउँछ प्राय नेपालीहरूको। यो डरलाग्दो भूकम्पमा नेपालमा करिब 9000 जनाले ज्यान गुमाएका थिए, जसमा काठमाडौँमा मात्रै 1100 जना थिए। तर सबै नेपालीको मनमा सम्झना धरहरासँग जोडिएको छ। धरहरा ढल्दा करिब 180 जना मानिसले ज्यान गुमाएका थिए। साँच्चै मन दुख्ने घटना थियो। अनि आज यो नयाँ धरहरा फेरि उभिएको छ त्यो भूकम्पपछि। आज म तपाईलाई यो भिडियोमा देखाउने छु भूकम्पपछि बनेको यो नयाँ धरहरा कस्तो छ त। भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियो राम्रो लाग्यो भने मात्रै लाइक अनि सब्स्क्राइब गरिदिनु होला है त। आजकल धरहरामा कति मान्छे आइरहेछ त हजुर? अहिले 11-1200 बाँडिसक्यो। 11-1200 आज आइतबारको दिनमा यति मान्छे आइरहेछ है? योसम्म 1300 यसम्म 1300 हुन्छ। अहिले टिकट कति छ अरे? टिकट माथि गएको चाहिँ 200 हो के? मैले पनि काटेको छैन। तपाईँ जानु भएको छैन? म चढे पनि हात। यो नयाँ धरहरा बनेपछि मलाई लाग्छ सुरुमा पब्लिकको लागि यो फ्री थियो, तर अहिले चाहिँ पर पर्सन 200 रुपियाँ चाहिँ इन्ट्री फी छ माथिसम्म जान। अनि आज आइतबारको दिन पनि यति धेरै मानिसहरू देख्दा धरहरासँग नेपालीको एकदमै गहिरो सम्बन्ध छ भन्ने चाहिँ मलाई लाग्छ है। तपाईँलाई कस्तो लाग्छ? नमस्कार बहिनी। टिकट नलिकन कसरी यस्तो गेट तपाईँलाई त डिएसपी एसपीएस देखेको छ नि। लिफ्ट चलेको छ छैन? हामी पनि जस्तै हो। मेरो त यो घुँडा खिएकोलाई छ कि छैन मलाई त धेरै नआइने भनेर अस्ति भर्खर औषधि खाइरहेको छु क्या म। ज्येष्ठ नागरिक यो नयाँ बनेको धरहरा सुन्दर देखिन्छ अनि इन्ट्री फी पनि 200 रुपियाँ छ। तर धेरै काम अझै गर्न बाँकी छ यो धरहरा अझै सुन्दर देखिनको लागि। अनि भिजिटरहरूलाई सुविधा दिन धेरै सुधार गर्नुपर्ने जस्तो मलाई लाग्छ है। यहाँ 2टा लिफ्ट छ, तर अहिले चाहिँ एउटा मात्रै चलेको छ अरे, एउटा चाहिँ बिग्रेको छ अरे। त्यो धेरै भएर बिग्रेको। अनि वरिपरि अझै पूर्ण भएको छैन, निर्माण भएको छैन। सो यो सबै निर्माण भएपछि चाहिँ यो धरहरा अझै सुन्दर देखिन्छ होला है। होइन हामी मर हो, तिमी नआउने हो। बहिनी कति राम्रो, ल हाँस्दिनुहोस्। धरहराको 2टा लिफ्ट मध्ये एउटा चाहिँ बिग्रेको रहेछ अनि एउटा मात्रै लिफ्ट चलिरहेको हुनाले लाइन चाहिँ एकदमै धेरै थियो, लामो थियो माथि जानको लागि। अनि त्यो लिफ्टमा पनि ज्येष्ठ नागरिक र बिरामीहरूलाई चाहिँ अलिकति प्राथमिकता दिएको थियो। सो तपाईँहरू यो धरहराको माथि जान भर्याङबाट पनि जान सक्नुहुनेछ। भर्याङ एकदम राम्रो छ। म चाहिँ लिफ्टबाटै जानको लागि चाहिँ लाइनमा बसेँ। अनि यो लाइनमा बस्दा धरहराको यो पूर्ण निर्माणहरूको भिडियो देख्दा अनि परबाट त्यो पुरानो धरहरा देख्दा साँच्चै नै मन कुटुक्क दुखेको थियो है। यहाँनिर अहिलेको यो धरहरा 22 तलाको बनेको छ, तर भिजिटर्सहरूलाई चाहिँ 20 तलाको चाहिँ 20 तलासम्म चाहिँ गएर भ्यू हेर्न पाइन्छ है। सो यो 22 तलाको टोटल बिल्डिङ हो, तर 20 तलामा चाहिँ भ्यू पोइन्ट चाहिँ छ है। धरहरा जसलाई भीमसेन टावर पनि भनिन्छ, नेपालीमा अग्लो टावर, पहिलो पटक 1832 सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए। यो टावर काठमाडौँको केन्द्रमा सुरक्षा र अवलोकनको लागि बनाइएको थियो। यसले सहर र आसपासको दृश्य हेर्न अवसर दिन्थ्यो र धेरै वर्षसम्म काठमाडौँको प्रमुख चिन्हको रूपमा रहेको थियो। धरहराको इतिहासमा यसले कम्तीमा 2 ठुला भूकम्पको सामना गर्नु परेको थियो। पहिलो ठुलो क्षति 1990 सालको भूकम्प, नेपाल बिहार भूकम्प पनि भनिन्थ्यो, जसले टावरलाई आंशिक रूपमा ध्वस्त पारेको थियो। त्यसपछि फेरि निर्माण गरियो र टावरलाई पुनः स्थापित गरियो। वैशाख 12, 2072 सालको भूकम्पले धरहरा पूर्ण रूपमा ढल्यो।
यसले करिब 180 जनाको ज्यान लियो र सम्पूर्ण नेपालीलाई गहिरो दुःख र सम्झना दिएको थियो। तपाईँ त्यहाँ छेउमा जान डोडाको हो फोटो खिच्दै चाहिँ हो डोडाको जस्तो देखिन्छ तपाईँ लजाको तिमीलाई राम्रो लाग्यो धरहराको माथि जाँदा मैले लिफ्ट प्रयोग गरेको थिएँ तर अब चाहिँ तल जाँदा चाहिँ मैले हिँडेर नै जाने निर्णय गरेँ अनि झ्यालबाट काठमाडौँको दृश्य हेर्दा साँच्चै आनन्द आउँथ्यो। हिँडेर गएको माथि तपाईँ ल हेर्नुहोस् यस्तो बलियो फुर्तिलो मान्छेहरू हिँडेर माथि हिँडेरै तल के खानुहुन्छ तपाईँहरू भन्नुहोस् त कोदेको खोले तपाईँहरू कोदेको खोले खानुहोस् धरहरा माथि भर्याङबाट हिँडेर जाने हिँडेर तल झर्नुहोस् नानी पनि बोल्ने रहेछ तपाईँको है त्यही त एकदम राम्रो ल त्यो तिम्रो पपकर्न चाहिँ माथि पुग्दासम्म सकिन्छ करिब 10 मिनट माथि बसेर म तल झरेँ अनि पुरानो धरहराको सानो टुक्रा हेरेँ। त्यसबेला एकछिन पुरानो धरहराको सम्झना एकदमै आयो र मन चिसो पनि भयो। त्यहाँको विनाशकारी भूकम्प, त्यो दिनको दुःख अनि धरहरासँग नेपालीहरूको गहिरो सम्बन्धको याद आयो। साँच्चै त्यो दृश्य हेर्दा मनमा दुःख र गर्व दुवै महसुस भयो। दुःख पुरानो धरहराको विनाश सम्झेर र गर्व नयाँ धरहरा फेरि उभिएको देखेर। 2018 मा धरहरा पुनर्निर्माण सुरु भयो। 2021 मा उद्घाटन भएको नयाँ धरहरा अहिले 22 तलाको भव्य टावर बनेको छ जसले नेपालको सांस्कृतिक चिन्ह र पूर्ण जीवनको प्रतीकको रूपमा स्थापित भएको छ। साँच्चै 200 रुपियाँ तिरेर धरहरा जानु बिल्कुल सही छ है। यो नयाँ बनेको धरहरा निकै नै सुन्दर छ तर अझै पनि यहाँ धेरै सुधारको आवश्यकता छ। तपाईहरू पनि एकपटक अवश्य जानुहोला है त। इतिहास, पुरानो र नयाँ धरहराको अनुभूति आफै महसुस गर्नुहोस्। यो धरहरा सदैव नेपालको गौरव बन्नेछ र धेरै नेपालीको अनुहारमा पक्कै पनि मुस्कान ल्याउनेछ। भिडियो तपाईलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक अनि सब्स्क्राइब गरिदिनु होला। यात्रा गर्दै गर्नुहोला, सपना देख्दै गर्नुहोला। धन्यवाद। तपाईँ पुरानोमा चढ्नु भएको थियो